नमस्ते सबैजनालाई। आज चाहिँ मैले तपाईहरुलाई मेरो गाउँ हल्का रूपमा देखाउन गइरहेको छु। अहिले चाहिँ हामी मेलपोखरा डाँडाबाट हाम्रो घरतर्फ लाग्दै छौं। यहाँ छ हाम्रो यो केन्द्रीय पानीको पानी ट्याङ्की, उता माथिको छ कालिका मन्दिर अनि देब्रेतर्फ चाहिँ यो हाम्रो गाविस वडा भवन अनि पर देखिन्छ हाम्रो श्री सर्वोदय माध्यमिक विद्यालय जुन म पढेको स्कुल हो। अब चाहिँ लाग्यो हाम्रो गाउँतर्फ। पिच भर्खर बनेको भन्दा नि 1 वर्ष हुन लाग्यो होला। यहीसम्म मात्रै हो है त पिच चाहिँ। यहाँ तल देखिन्छ हाम्रो स्वास्थ्य चौकी अनि पारितर्फको मेरो अथवा हाम्रो अर्घाली कुलाइन थान। हेर्नुहोस् 6 लाख। अनि लाग्यो हामी अर्घाली हैन, यो चाहिँ चौडन डाँडा हो। अब गइन्छ सर र हाम्रो गाउँतर्फ। यो चाहिँ भर्खर देखिएको चाहिँ अस्लामी टोल भनिन्छ। एकदम रमाइलो छ। बाटो चाहिँ यस्तै छ गन्धर्व र गुन्द्रुङ। अब बन्ने क्रम जारी छ, राम्रै बन्छ होला आशा छ। अब आइपुग्यो हामी कसरी चोकबाट दायाँतर्फ लागेपछि मेरो घर नजिकै छ। अब लाग्यो हामी मेरो घरतर्फ। यहाँबाट हामी माथितर्फ लाग्छौं। अनि आयो अब मेरो घर। हेर्न सक्नुहुन्छ कुकुर डब्लु एकदम कराइरहेको छ। थ्याङ्क्स फर वाचिङ।